केपी ओलीको स्वास्थ्य अवस्था सामान्य। केपी ओलीलाई अस्पतालमै राखियो। सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परे 7 प्रदर्शनकारी। एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त। देशभर कहाँ कहाँ के भयो यसबारेमा विशेष जानकारी। धनगढीमा पनि केपी ओली र लेखकको रिहा माग गर्दै प्रदर्शन। बबर महलमा एमाले कार्यकर्ताहरूले सडकमै टायर बाले, गाडीको सिसा फुटाए। काठमाडौँ जिल्ला अदालत अघि टायर बालेर प्रदर्शन। ओली पक्राउ विरुद्ध एमालेको प्रदर्शन। एकजनाको टाउको फुट्यो, 4 जना गिरफ्तार। नेपालगञ्जमा नेकपा एमालेका कार्यकर्ताले गृहमन्त्री सुदन गुरुङको पुतला जलाए। ओली पक्राउको विरोधमा गुल्मीमा मसाल जुलुस। लेखकको गृह जिल्ला कञ्चनपुरमा कंग्रेस एमालेको विरुद्ध प्रदर्शन। अन्तर्राष्ट्रिय मिडियामा केपी ओली प्रकरण। एमालेको प्रदर्शनमा एक्सुएल अश्रु ग्यास प्रहार। 7 जनालाई प्रहरीले लियो नियन्त्रणमा। ओली र लेखक पक्राउपछि देशभर प्रहरीलाई बिदा नदिन प्रहरी प्रधान कार्यालयको निर्देशन। हेटौँडामा पनि एमालेको प्रदर्शन। ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि एमाले कार्यकर्ताहरूको प्रदर्शन। युवा संघले काठमाडौँमा निकाले मसाल जुलुस। च्यासलमा एमाले कार्यकर्ताद्वारा पत्रकारहरूमाथि दुर्व्यवहार। गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने बारेमा छलफल। घरमा बाक्लो सुरक्षा। कंग्रेस देउबा समूहको निर्णय। ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने। ओली लेखक पक्राउ बारेमा कंग्रेसले भन्यो सरकार संयमित नभए देश द्वन्द्वतर्फ जान सक्छ। कंग्रेसले भन्यो हामीले कुनै पनि आन्दोलन तय गरेका छैनौं, सरकारको निष्पक्षता खोज्छौं। 2/3 सरकारले शपथ लिएकै दिनबाट दिनगन्ती शुरू भयो। महेश बस्नेतको चेतावनी। महेश बस्नेतले सरकारलाई भने एमाले आन्दोलनमा छ, प्रहरीलाई लाठी मात्र उपलब्ध गराउनुहोला। गृह मन्त्रालयमा सुरक्षा प्रमुख सहितको 2 घण्टा बैठक। के भयो कुराकानी यसबारेमा विशेष जानकारी। जाँच बजायका अध्यक्ष कार्कीलाई सुरक्षा थ्रेट। केही घण्टाको अन्तरालमा सचिवहरूलाई गृहबाट 2 आदेश, मौन धारण गर्नु र मौन धारण नगर्नु। झोले भनेको आरोपमा कुटिएका युवराज ओली प्रहरीले धकेल्दा भिडमा पुगे, केही नबोली कुटाई खाए। सिंहदरबार क्षेत्रमा एमाले कार्यकर्तामाथि प्रहरीद्वारा लाठीचार्ज। शासकीय सुधारका लागि सरकारले 100 कार्ययोजना सार्वजनिक गर्यो। उक्त 100 कार्ययोजना के कस्ता रहेका छन् यसबारेमा पनि विशेष जानकारी। 2048 सालदेखि सार्वजनिक पद धारण गरेका नेता, उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्दै सरकार संघीय मन्त्रालयको संख्या घटाएर 17वटा बनाउने। सहकारीका साना बचतकर्ताको बचत फिर्ता 100 दिनभित्रै थाल्ने सरकारको घोषणा। संघीय निजामती विधेयक 45 दिनमा तर्जुमा। शिक्षक कर्मचारी दलमुक्त बनाउने सरकारका 100 कार्यसूची। अब सबै सार्वजनिक यातायातमा सीसीटीभी। निजी र सरकारी अस्पतालमा 10% शैय्याबाट विपण्डको उपचार निशुल्क। दलीय ट्रेड युनियन खारेज गरिने। 45 दिनभित्र संघीय निजामती सेवा विधेयक तर्जुमा गरिने। 60 दिनभित्र विद्यार्थी संगठन खारेज गरिने। किसानको उधारो 25 दिनभित्र भुक्तानी नगरे ब्याज लाग्ने। सुकुम्बासी भूमिहीनलाई जग्गा उपलब्ध गराउन यस्ता छन् सरकारको कार्ययोजना। 3 वर्षभित्रै देशभरको सुकुम्बासी समस्या समाधान गर्ने सरकारको बाचा। प्रमाणीकरण 60 दिनमा। 10 वर्षभन्दा बढी निष्क्रिय बैंक खाताको रकम राज्य कोषमा ल्याइने।